छ अनि के छ हालिचाली बिहान बिहान झाडु हानिरहेको छ अनि झाडु हानेर कति सेलेरी जति थाप्छ हो महिनाको अनि कति वर्ष भइसक्यो त 11 वर्षमा लागेको छ है अनि झाडु हानेर यति सेलेरी आउँछ यो कम्पनीमा झाडु हानेर यति पैसा थाप्न सक्छ है कति घन्टा ओटी चलिरहेछ 5 घन्टा चलिरहेछ है धेरै राम्रो छ त त्यो सबैभन्दा सजिलो काम त यही हो नि झाडु हान्ने है अनि झाडु हानेको काममा गाह्रो छैन नि फेरि अब क्लिनरको कामै त त्यस्तै हो नि होइन अनि अरू साथी थियो त 2 जना खै त किनकि 3 जना छ नि यहाँ काम गर्ने मान्छे यस्तो होइन सरसफाइमा 3 जना नेपाली दिएको छ त कुन कम्पनीको नाम पनि भनिदिउँ न अलि कुन ठाउँमा छ मैले चिया त्यो पनि भनिदिने जिल्ला सरम्बान एरियाको नाम तमनतासी जाए होइन अलि हेलमेट यसरी गर न अलि हेलमेट यसरी गर न राम्रो चाहिँ हुनु पर्यो यस्तो है के को गाह्रो राम्रो छ नि किनकि अब झाडु हान्नु मान्छे 5 घन्टा 6 घन्टा ओटी पाएर 3032 सेलेरी थापेर त्योभन्दा राम्रो के चाहियो अब र महिनाको 1 लाख रुपियाँ छापको छाप भयो चल्नु पर्यो ओटी साथीहरूलाई हाय हाय भनिदिने है बाई बाई